यता चाहिँ छ हाम्रो वासिम अथवा वाचन पनि रहेको छ। के नमिल्नु मिल्छ होला हैन? हामी खाइदिउँ। चिप्पा खाउँ फर्स्टमा है। यता छ हाम्रो चाम्रे भात, वाचिप्पा यानि कि कुखुराको विशेष परिकार हाम्रो। आएर मैले यो हाम्रो किराँतहरूको खास एउटा प्याज जस्तो सेवा। नमस्कार, स्वागत छ यहाँलाई आजको यस भिडियोमा। अनि म चाहिँ यतिखेर आइपुगेको छु दक्षिण कोरियाको सौलभन्दा अलि परको सहर सुवन सहरको नजिकमा रहेको सुवन म्युजिक आर्ट सेन्टरको अगाडि ठ्याक्कै छु म। अनि आज चाहिँ हाम्रो किराँत राईहरूको उभौली पर्वको अवसर पारेर यहाँ चाहिँ हाम्रो किराँत राई समुदायहरूले साकेलाको आयोजना गर्नुभएको छ र हामी पनि भर्खरै यस स्थानमा आइसकेका छौँ बस चढेर है। मान्छेहरू आउने जाने क्रम धेरै छ अनि आफ्ना आफन्त साथीभाइहरू पनि भेटिँदैछ। ठुलो समूहमा उपस्थिति रहेको छ यहाँ अगाडि हामी देख्न सक्छौँ। र अहिले चाहिँ हामी ठ्याक्कै सुवन म्युजियम आर्टको अगाडि छु र त्यहाँबाट चाहिँ म यो भिडियो खिच्दैछु। यहाँहरू सबैलाई चाहिँ उभौली साकेलाको धेरै शुभकामना भन्दै आज म केही सुवन सहरमा आयोजित साकेला कार्यक्रमको भिडियोहरू अथवा क्लिपहरू चाहिँ साकेला नृत्यको क्लिपहरू लिएर उपस्थित अथवा यहाँहरू समक्ष प्रस्तुत गर्नेछु। र अब चाहिँ हामी साथीहरूसँग भेटघाट गर्दै यसो रमाइलो गर्दै एकछिन नाच्ने पनि छौँ है। र यो म्युजियमको छेउैमा चाहिँ यस्तो फुलहरू अनि गमला जस्तो गरेर गमलै भनौँ न मा सजाइएको छ। विभिन्न कलरका फुलहरू रहेका छन्, रङ्गी बिरङ्गी फुलहरू। अनि त्यतातिर चाहिँ स्तूपा पनि छ, स्तूपा रहेको छ। त्यहाँ पारि पनि बौद्ध स्तूपा जस्तै नै छ ठ्याक्कै हेर्दाखेरि। ठ्याक्कै यसको अगाडि चाहिँ हाइवे छ, रोड छ। अनि ठ्याक्कै सुवन स्टेसन ट्रेन स्टेसनबाट चाहिँ यो 5-6 बस चढेर चाहिँ 5-6 स्टेप अगाडि आउँदा ठ्याक्कै आइपुगिन्छ। अनि यहाँ अगाडि हामी देख्न सक्छौँ साकेला भव्य रूपमा चाहिँ सुरु अथवा उद्घाटन भइसकेको छ। मान्छेहरू तितर घाम त्यस्तै चर्को छ। अनि यतातिर चाहिँ यो म्युजियम आर्टको नजिकमा चाहिँ फुलहरू यस्तो मजाले सजाइएको छ। फुल फुलेको छ त्यस्तै राम्रो है। यति राम्रो एउटै बिरुवाबाट चाहिँ विभिन्न किसिमका फुलहरू यसरी फुलाउन सकिँदो रहेछ। यो चाहिँ अब हाइब्रिड गरेर अथवा कसरी होला यस्तो छ। त्यहाँ अगाडि चाहिँ सुवन म्युजियम अफ आर्ट रहेको छ। अनि मान्छेहरू आउने जाने क्रम बेसी नै छ है। रमाइलो गर्न, नाच्ने अनि आफ्नो कला संस्कृति जोगाउने सँगसँगै अनि कला संस्कृति हेर्दै नृत्य हेर्दै रमाउने मान्छेहरूको पनि कमी छैन यहाँ अगाडि। अनि वरिपरिको वातावरण चाहिँ यस्तो छ। यस्तो खुल्ला चौर छ। यो चौर पछाडितिर चाहिँ गुम्बाहरू छ। चौरभन्दा पनि एउटा ग्राउन्ड छ ठुलो। त्यहाँ पर हेर्दा चाहिँ एउटा बुद्धको स्तूपा अथवा मूर्ति पनि देख्न सकिँदो रहेछ। अब साकेला सुरु भइसकेको छ, रमझम सुरु भइसकेको छ। मान्छेको उपस्थिति चाहिँ बाक्लै छ यतातिर। यतातिर चाहिँ अतिथिहरू हो क्या अरे। स्टलहरू पनि छ क्यारे छन् चाहिँ अगाडि। यहाँ चाहिँ रहेको छ मञ्चको अगाडि छु अहिले चाहिँ म। मञ्चमा अतिथिहरू यता चाहिँ हाम्रो यो साकेलामा उपस्थित हुनेहरूको लागि खानपानको पनि व्यवस्था छ। अनि यहाँ चेलीहरू दाजुभाइ दिदीबहिनीहरूले वितरण गरिराख्नु भएको छ। पानी खाने जुस खानेको लागि पनि छुट्टै व्यवस्था छ। यता चाहिँ छ हाम्रो वासिम अथवा वाचन पनि रहेको छ। के नमिल्नु मिल्छ होला हैन? यहाँबाट यसरी आफूले चाहेअनुसार हामीले जाँड पनि खान सकियो, लिन सकियो।
अनि जाँड त्यहाँ पस्किँदै हुनुहुन्छ। अनि यतातिर चाहिँ हाम्रो पुरा खाजा लिएर आइसक्नु भएको छ ल। यसको लागि चाहिँ पुरा धेरै ठुलै लाइन छ है, यहाँ लाइन बसेर आउनु पऱ्यो। अनि अहिले चाहिँ हामी यहाँ माथि खाजा खाने लाइनमा बसेका छौँ, खाजा खाने भनेर। यत्रो धेरै छ माथि त्यो पाल भएको ठाउँमा चाहिँ खाजा वितरण गरिरहेको छ। यो चाहिँ सबै खाजा चाहिँ फ्रीमा पाउने हो। यहाँ आउने जति सबैले चाहिँ यहाँ लाइनमा बसेर खाजा खानु पर्दछ। लाइन पनि यति धेरै छ, यत्रो लाइन छ, जो सुकै पनि यहाँ आएर लाइनमा बसेर खाजा खानु पाउनेछन् है, यहाँ उपस्थित भएका जतिले आज। हामी हिँड्दै 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 खाजा खाने ठाउँमा आइपुग्यो। अब हामी यहाँबाट चाहिँ खाजा खानेछौँ, खाजा लिँदै जानेछौँ। यहाँ सबभन्दा सुरुमा चाहिँ चम्चा प्लेटहरू उपलब्ध रहेछ। हस्, धन्यवाद। अनि चम्चा प्लेट लिँदै जाँदै यहाँबाट खाजा थाप्दै जाँदै लाइन बाई लाइनले यहाँबाट चाहिँ खाजा वितरण भइरहेको छ। अनि यहाँ चाहिँ क्रमशः थाप्दै जानेछु। अब यहाँ चेलीले वितरण गर्दै हुनुहुन्छ, सेलरोटी रहेछ। हस् हस्, धन्यवाद। होइन, ठिक छ। यता छ हाम्रो चाम्रे भात। यता चाहिँ रहेछ हाम्रो वाचिप्पा, यानि कि कुखुराको विशेष परिकार हाम्रो राईहरूको लागि हो। यता चाहिँ अन्डा छ। हस्, धन्यवाद। अनि पुरा यस्तो छ हाम्रो। अनि यता चाहिँ छ अर्को तरकारी, के को हो यो थाहा खासमा बङ्गुरको हो या हस्, धन्यवाद। र कोदोको वासिम पनि रहेको छ यहाँ अन्तिममा। ओके, यही राखिदिनुहुन्छ? हस्, धन्यवाद। हस् हस्, धन्यवाद। यो वासिम पनि आयो। अब यहाँ पानीहरू पनि उपलब्ध छ। अनि अब हामी यता गएर यो खाजा खानेछौँ। हाम्रो आइसक्यो है वासिम। एक पुस्टमा खाजा चाहिँ यस्तो छ। यहाँ अगाडि गएर हामी खाजा खानेछौँ। अब र हामी पनि खाउँ। सबभन्दा सुरुमा वासिमै खाइदिउँ। ठिक छ है पवन? गुलियो रहेछ त यार। त्यसपछि हाम्रो यहाँ रहेको छ वाचिप्पा खाउँ फर्स्टमा है। यसलाई चाहिँ हाम्रो वाचिप्पा भन्छ। होइन होइन, फ्राई गरेको। कसरी बनाउने हो भन्दाखेरि यो कुखुरा, लोकल कुखुराको मासु हो होइन। अनि यो अलिअलि कालो देखिएको चाहिँ के हो भन्दाखेरि लोकल कुखुराकै प्वाख हो। यो प्वाखलाई पोलेर चाहिँ यहाँ लाएकोले अलिअलि तितो तितो स्वाद पनि छ हो। यो चाहिँ विशेष गरी राईहरूको परिकारभित्रको मुख्य परिकार हो। त्यही भएर अरूलाई खासै थाहा पनि छैन होइन, हुँदैन। यो अर्को भनेको चाहिँ चाम्रे हो। यसलाई चाहिँ हाम्रोमा चाम्रे भन्छ। अब यो पहेँलो चामलमा यो पहेँलो बेसार मिसाएको हुन्छ, यसलाई चाम्रे भात भन्छ। अनि रोटी पनि रहेको छ है, सेलरोटी। नखानेलाई जुस पनि रहेछ। तर यो विशेष छ है पवन। ल हाम्रो वासिम किन हो, मैले त खाइसकेँ, केही हुँदैन। अलिअलि एक एक हप्ता हो होइन। यहाँ हाम्रो ड्रेसको यो किराँती एउटा ब्याज पनि मैले चाहिँ यहाँ लिइसकेको छु। ताकि यो ब्याजको चाहिँ यहाँ मानन पर्दो रहेछ, अर्थात् नेपाली 1000 रुपियाँ पर्दो रहेछ। यहाँ हाम्रै भाइहरूले बेच्नुहुँदैछ। यहाँ हाम्रो भाइहरू चाहिँ कुसानबाट, दाइ चाहिँ हाम्रो किमको कि कता हुनुहुन्छ बाट आउनु भएको रहेछ। मैले अघि पर लिइसकेँ, भयो यति नै। दिएको ल ल, धन्यवाद। मलाई पनि आइसक्यो, हामी यो लिनेछौँ। अनि त्यसपछि हामी किराँतका यहाँ किराँत राईहरूसँग सम्बन्धित थुप्रै किसिमका यहाँ चाहिँ गहनाहरू अनि बुनसतहरू पनि छ। यतातिर सिलाम साक्माहरू, हारीहरू, विभिन्न किसिमका वाबुहरूको स्टल पनि रहेको रहेछ है यहाँ चाहिँ।
अनि त्यहाँ झोला पनि साइडमा। अब हामी चाहिँ यहाँ माओलीहरूसँग पनि भेट भएको छ। अब हामी नाच्न जानेछौँ माओलीहरूसँग। बहुत अब चाहिँ हाम्रो नाच्ने तयारी हुँदैछ। यहाँ सिलिमोपाहरू रेडी छन्। उहाँहरू चाहिँ बुसानको टोली हुनुहुँदो रहेछ। अनि हाम्रो माओली भाइहरू दाइहरू हुनुहुन्छ। अब हामी बुसानको टोलीमा अहिले चाहिँ नाच्न लागिरहेको छौँ। बुसानको टोलीबाट हामी नाच्दैछौँ। जाउँ। रमाइलो भइरहेछ। यहाँ चाहिँ हाम्रो साथीहरूलाई खाना बनाउनु भएको रहेछ। भव्यताका साथ अहिले चाहिँ साकेला डान्स भइरहेछ है। खुला मैदानमा यत्रो धेरै घाम छ। घाम नभनी घाम पानी नभनी आफ्नो कला संस्कृतिमा रमाउँदै रमाइलो गर्दै भव्यताका साथ साकेला डान्स भइरहेका छन्। मान्छेहरू पनि अत्याधिक मात्रामा मान्छेहरूको बाक्लो उपस्थिति रहेको छ है। दुईजना ढोलेहरू हुनुहुन्छ। ढोलेहरूले बेजोड साथ ढोल खेल्दै हुन्छले ढोले। हाम्रो चिनेकै साथीहरू हुन्छ। एकजना गायकको लोकेन्द्र अनि हाम्रो गोगनेकै एकजना भाइ हुनुहुन्छ। जिन्दगानीमा
अहिले चाहिँ हामी साकेला नाच्दा नाच्दा गलेर ढोल ठोक्दा ठोक्दा म चाहिँ एकछिन बिसाएको छु। त्यही बिसाएको क्रममा चाहिँ भिडियो बनाउँदैछु। अहिले चाहिँ यहाँ सिलीमा बहादुर सिली नाच्दै हुनुहुन्छ। सक्नु लाग्नु भयो जस्तो छ है यो सिली चाहिँ। ऐनालाई चाहिँ यो सिली पनि सक्यो जस्तो छ। ल हामीले चाहिँ अहिलेसम्म मजाले नाच्यो है, पसिना आउने गरेर। यतातिर छ लिम्बूहरूको नाच, यो धान नाच हो कि के हो यो चाहिँ ठ्याक्कै थाहा भएन, धान नाचै होला। यसरी नाच्दै हुनुहुन्छ लिम्बूहरूको पनि। यतातिर चाहिँ हाम्रो राईहरूको छ। रूपमा नाच्नु हुँदै साकेला नृत्य सिली टिप्नु हुँदै सिलीमोपा है। बडो कायदा छ, फुर्ती एकदम फुर्तीका साथ साकेला सिली टिप्नु हुँदै सिलीमोपा नि बिर्सिनु हुँदैछ क्या हो यहाँ साकेलाको। लगभग आजको साकेलाको हामी चाहिँ अन्तिम सङ्घारतिर छौँ। आजको साकेला यस्तो घाम गर्मीको बावजुद पनि एकदम सफलपूर्वक खुसीका साथ हर्ष उल्लासका साथ सम्पन्न भएको छ। सिलिमोपाहरूको त्यहाँ जागर हेरिँदैछ है। ढोलेहरूको पनि त्यत्तिकै मात्रामा चाहिँ एकदम एनर्जी यहाँ देखिन्छ हाम्रो राईहरू हुन्छ। यतातिर पनि झल्को देखाइदिउँ। ओ यतातिर त फोकै उठिरहेछ नि त ढोल बजाएको त है। यता चाहिँ आफ्नै भाइहरू पनि छन् यहाँ नाच्दै।
आजको साकेला नाच लगभग नाचिसक्यो, सम्पन्न हुनु लागिसक्यो। त्यहाँ पछाडि पृष्ठभूमि देख्न सकिन्छ। अनि साकेलामा चाहिँ थुप्रै आफ्ना आफन्त साथीभाइ इष्टमित्रहरू आउनुभएको रहेछ, भेटघाट भयो, नाचियो, रमाइलो गरी, अनि छमछमी ढोल बजाइयो, ढोले खेलियो। यो 2083 सालको चाहिँ कोरियाको हाम्रो साकेला उभौली चाहिँ लगभग मैले चाहिँ यति नै मनाउनु पाएँ जस्तो छ। अब यताको यो सौल क्षेत्रको चाहिँ यो नै लास्ट पनि हो। अनि अब अन्य ठाउँतिर बाँकी नै सकेर अलिक टाढो टाढो भएको हुनाले आजको साकेला चाहिँ एकदमै राम्रो रह्यो है। मनोरञ्जन गरियो, रमाइलो भयो, अनि मजाले नाच्यो पनि साथीभाइहरूसँग, आफ्ना आफन्तहरूसँग। अहिले अझै पनि यहाँ पृष्ठभूमिमा नाचिरहेका छन्, नाच्दै हुनुहुन्छ। अब चाहिँ 5 बजे लागिसकेको छ। अनि आजको साकेला यस्तै रह्यो। अब यो साकेला नृत्यबाट घरतिर जानुपर्छ, आफ्नो वासस्थानतर्फ 1 घन्टाभन्दा अलिक बेसी हिँड्नुपर्छ। त्यस कारणले अब आजको साकेलाबाट चाहिँ यो पछाडिको पृष्ठभूमिमा रहेको साकेला डान्सलाई चाहिँ पृष्ठभूमिमा राख्दै म आजको यो हाम्रो विशेष राईहरूको साकेला पर्वको पुनः पनि शुभकामना दिँदै अनि आजको यो साकेला कार्यक्रमबाट चाहिँ बिदा हुन चाहन्छु। मेरो भिडियोलाई चाहिँ हेर्दै गर्नुहोला, लाइक, सेयर, कमेन्टहरू, प्रतिक्रिया पनि दिँदै गर्नुहोला। त्यतिन्जेलसम्मको लागि, अर्को भिडियो नआइन्जेलसम्मको लागि चाहिँ आजको भिडियोबाट म छुटिन चाहन्छु। बाई बाई, नमस्ते।